नेपाली टेल। गरिबीले चुप बनाएको बाल्यकाल। काठमाडौँको एउटा साँघुरो गल्लीमा जहाँ सूर्यको किरण पनि पुग्न सकस हुन्छ, त्यहाँ एउटा जीर्ण टहरामा 7 वर्षीय अर्जुन आफ्नो आमा र 2 साना भाइ बहिनीहरूसँग बस्थे। 1995 सालको कुरा हो। त्यो टहराको छाना पुरानो जस्ताको थियो, जो हरेक वर्षा पर्दा थोपा थोपा पानी सुहिन्थ्यो। भित्ताहरू माटोले पोतिएका थिए र भुइँमा फुटेका दरारहरू उनीहरूको जीवनको कठिनाइको साक्षी थियो। अर्जुनको बुवा 3 वर्ष अघि नै एउटा भवन निर्माण स्थलमा काम गर्दा दुर्घटनामा परेर मृत्यु भएको थियो। त्यसपछि उनीहरूको जीवन अझ कठिन भएको थियो। आमा मनमाया दिनभरि अरूको घरमा भाँडा माझ्ने, लुगा धुने र सरसफाइ गर्ने काम गर्थिन्। बिहान अँध्यारोमा उठेर साँझ ढल्केपछि मात्र घर फर्किनुहुन्थ्यो। तर त्यो पनि पर्याप्त थिएन। महिनाको 300-400 रुपियाँले 4 जना मानिसहरूको पेट भर्नु र बच्चाहरूलाई पढाउन असम्भव थियो। अर्जुन सबैभन्दा ठुलो थियो, त्यसैले जिम्मेवारी पनि उसैको काँधमा थियो। 5 वर्षकी छोटी निता र 3 वर्षको सानो राजु उसको जिम्मामा थिए। आमा काममा जानुअघि केही भात र नुन हालेको दाल मिलाएर राखेर जानुहुन्थ्यो। त्यही नै उनीहरूको दिनभरिको खाजा थियो। अर्जुनको विद्यालय जाने उमेर भइसकेको थियो। अरू केटाकेटीहरू स्कुलको झोला बोकेर जाँदा उसले झ्यालबाट हेर्थ्यो। उनीहरूको नयाँ कपडा, किताब, कापी र हाँसो खुसीले भरिएको अनुहार देख्दा उसको मुटु दुख्थ्यो। तर उसले आफ्नो पीडा कसैलाई देखाउँदैनथ्यो। आमालाई अझ दुःख नहोस् भनेर उसले आफ्नो मनभित्र थुनेर राख्थ्यो। एक दिन बिहान सबेरै नै छिमेकी रमा दिदीले बोलाउनु भयो। अर्जुन, के तिमी मेरो पसलमा केही काम गर्न सक्छौ? म तिमीलाई खाना र दिनको 50 रुपियाँ दिनेछु। 50 रुपियाँ? अर्जुनको आँखा चम्क्यो। त्यो पैसाले आमाको बोझ केही हल्का हुन्थ्यो। निता र राजुलाई राम्रो खाना खुवाउन सकिन्थ्यो। उसले एकछिन पनि सोचेन। हुन्छ दिदी, उसले भन्यो। त्यस दिनदेखि अर्जुनको बाल्यकाल समाप्त भयो। बिहान 5 बजेदेखि राति 9 बजेसम्म उसले राम दिदीको पसल, चिया पसलमा काम गर्थ्यो। गिलास धुने, भुइँ पुस्ने, ग्राहकलाई चिया दिने र कहिलेकाहीँ सामान किन्न बजार जाने। उसको साना हातहरू हरेक दिन तातो पानीले रातो हुन्थ्यो। खुट्टामा पीडा हुन्थ्यो, तर उसले गुनासो गर्दैन थियो। स्कुल जाने केटाकेटीहरू पसलमा चिया पिउन आउँथे। उनीहरूले आफ्नो परीक्षाको कुरा गर्थे, शिक्षकको बारेमा कुरा गर्थे। अर्जुनले चुपचाप सुन्थ्यो। कहिलेकाहीँ उनीहरूको किताबमा लेखेका कुराहरू ठुलो स्वरमा पढ्थे। अर्जुनले ती शब्दहरू सुन्थ्यो। उसले सिक्न चाहन्थ्यो, तर त्यो अवसर उसको भाग्यमा थिएन। महिनौँ बित्यो। अर्जुन अब 8 वर्षको भइसकेको थियो। उसको अनुहारमा बालसुलभ हाँसो हराएको थियो। उसको आँखामा एउटा गहिरो उदासी थियो, जुन त्यो उमेरका बच्चामा हुनुहुँदैन थियो। उसले खेल बिर्सिएको थियो, हाँस्न बिर्सिएको थियो। एक दिन पसलमा एकजना मध्यम उमेरका सज्जन आउनुभयो। उहाँको नाम थियो प्रकाश। उहाँ एक गैर सरकारी संस्थामा काम गर्नुहुन्थ्यो। उहाँले अर्जुनलाई हेर्नुभयो। साना हातहरूले भारी गिलास बोकेका, थकित अनुहार र आँखामा सपना हराएको देख्दा उनलाई दुःख लाग्यो। बच्चा, तिम्रो नाम के हो? प्रकाशले सोध्नुभयो। अर्जुन, उसले चुपचाप भन्यो। तिमी स्कुल जान्नौ? अर्जुनले टाउको हल्लायो। जान्न सर, हामी गरिब छौँ। त्यो साधारण वाक्यमा यति धेरै पीडा थियो कि प्रकाशजीको मुटु दुख्यो। उहाँले रमा दिदीसँग कुरा गर्नुभयो। अर्जुनको परिवारको बारेमा सोध्नुभयो। त्यो रात उहाँले अर्जुनको घर जाने निर्णय गर्नुभयो। त्यसपछि प्रकाशले मनमायालाई भेट्यो र मनमायाले आफ्नो जीवनका कथाहरू सुनाइन्। पतिको मृत्यु, दैनिकी सङ्घर्ष र बच्चाहरूलाई पढाउन नसक्ने असहायता। उहाँले आँसु झार्दै भन्नुभयो। यो सुनेपछि प्रकाशको मन पोल्यो। दिदी, म तपाईँलाई मद्दत गर्न चाहन्छु, प्रकाशले भन्नुभयो। म अर्जुनलाई हाम्रो संस्थाले सञ्चालन गरेको विद्यालयमा भर्ना गर्न चाहन्छु। त्यहाँ किताब, कापी, लुगा र खाजा पनि निःशुल्क दिइन्छ। तपाईँले अनुमति दिनुहुन्छ? मनमायाले विश्वास गर्न सकिनन्। तर सर,
अर्जुनले काम गरेर ल्याएको पैसा म त्यो पनि व्यवस्था गर्छु। प्रकाशजीले भन्नुभयो, तपाईँको परिवारले मासिक सहयोग दिने व्यवस्था मिलाउँछु, तर अर्जुनलाई पढ्न दिनुहोस्, उसको भविष्य उज्यालो हुनुपर्छ। त्यो रात अर्जुनको जीवनमा परिवर्तन आयो। पहिलोपटक उसले सपना देख्न साहस गर्यो। अर्को महिना अर्जुन विद्यालयमा भर्ना भयो। पहिलो दिन जब उसले नयाँ स्कुलको लुगा लगायो, किताब कापी बोकेर स्कुल गयो, उसको खुसीको सीमै थिएन। तर उसलाई डर पनि लागिरहेको थियो। उसले कहिले पढेको थिएन कि अरू बच्चाहरू उसलाई देखेर गिज्याउँछन् कि भन्ने उसलाई डर लागिरहेको थियो। कक्षामा शिक्षिका सरिताले उसलाई स्वागत गर्नुभयो। नमस्कार अर्जुन, तिमीलाई स्वागत छ। चिन्ता नलिनुहोस्, हामी मिलेर सिक्नेछौँ। पहिला दिनहरू गाह्रो थियो। अर्जुनले क पनि चिन्दैन थियो। जब अरू बच्चाहरू वाक्य पढिरहेका थिए, तर उसमा सिक्ने तीव्र इच्छा थियो। हरेक दिन ऊ सबैभन्दा पहिला कक्षामा पुग्थ्यो र सबैभन्दा अन्तिममा निस्किन्थ्यो। घरमा पनि साना भाइ बहिनीहरूलाई सुताएपछि मैनबत्तीको उज्यालोमा घन्टौँसम्म अध्ययन गर्थ्यो। सरिता दिदीले उसलाई विशेष ध्यान दिनुहुन्थ्यो। अर्जुन, तिमीमा प्रतिभा छ, हार नमान्नु। 6 महिनामा अर्जुनले वर्णमाला सिक्यो, शब्द बनाउन सिक्यो। 1 वर्षमा उसले साना वाक्य पढ्न थाल्यो। उसको प्रगति अविश्वसनीय थियो। शिक्षकहरू छक्क परे। उसको आँखामा फेरि चमक फर्कियो, तर यो पटक सपनाको चमक थियो। तर जीवन सधैँ सरल हुँदैन। एक दिन आमा बिरामी हुनुभयो, काममा जान सक्नु भएन। घरमा खानाको अभाव भयो। अर्जुनले फेरि स्कुल छोडेर काम गर्न सोच्यो। यसपटक उसको साथीहरूले साथ दिए। उसको कक्षामा बच्चाहरूले आफ्नो खाजाबाट केही बाँडे। शिक्षकले चिकित्सकको व्यवस्था गरिदिनुभयो। प्रकाशले थप सहयोग गर्नुभयो। अर्जुनले बुझे कि संसारमा राम्रो मानिसहरू पनि छन्। 2 वर्ष बित्यो। अर्जुन अब कक्षामा उत्कृष्ट विद्यार्थी थियो। उसको कथा स्थानीय पत्रिकामा प्रकाशित भयो। गरिबले चुप बनाएको बालक अब बोल्न थाल्यो। धेरै मानिसहरूले उसको परिवारलाई सहयोग गर्न चाहे। मनमायालाई एउटा राम्रो काम मिल्यो। निता र राजु पनि स्कुल जान थाले। उनीहरूको टहराको मर्मत भयो। जीवन अझ गाह्रो थियो, तर अब केही आशा थियो। एक दिन कक्षामा शिक्षकले सोध्नुभयो, तिमी ठुलो भएपछि के बन्न चाहन्छौ? अर्जुन उभियो। उसको आवाज अब डरले होइन, दृढताले भरिएको थियो। म शिक्षक बन्न चाहन्छु दिदी। म जस्तै गरिब बच्चाहरूलाई पढाउन चाहन्छु। म उनीहरूलाई भन्न चाहन्छु कि गरिबी अन्त्य होइन, सुरुवात हुन सक्छ। तपाईँले मलाई आवाज दिनुभयो, अब म अरूलाई आवाज दिन चाहन्छु। कक्षामा तालीको गर्जनाहट भयो। सरिता दिदीको आँखा भरियो। प्रकाशजी, जो त्यो दिन कक्षा अवलोकन गर्न आएका थिए, उनी ढोकामा बसेर सुनिरहेका थिए। त्यो सुनेपछि उनी मुस्कुराउनु भयो। वर्षौँपछि अर्जुन साँच्चै शिक्षक बन्यो। उसले आफ्नो विद्यालय खोल्यो, गरिब बच्चाहरूका लागि निःशुल्क विद्यालय। उसले 100औं बच्चाहरूलाई पढायो, उनीहरूलाई सपना देख्न सिकायो। आजको अर्जुन त्यो 7 वर्षको चुप बालक होइन, ऊ एक आवाज हो, हजारौं मौन बच्चाहरूको आवाज। उसको जीवनले प्रमाणित गर्यो कि गरिबले मान्छेलाई चुप बनाउन सक्छ, तर सपनाले फेरि बोलाउन सिकाउँछ। हरेक दिन जब ऊ आफ्नो विद्यालयमा गरिब बच्चाहरूलाई पढाउँछ, ऊ आफ्नो बाल्यकाल सम्झिन्छ। त्यो पीडा, त्यो सङ्घर्ष, त्यो मौन। तर अब त्यो मौन टुटेको छ। अब त्यहाँ हजारौं आवाजहरू छन्, सिक्ने, बढ्ने र सपना देख्ने। किनभने अर्जुनले सिक्यो कि गरिबी परिस्थिति हो, नियति होइन। र हरेक चुप बच्चाको भित्र एक कथा छ जो बोल्न पर्खिरहेको छ।